वाउ नाइस कति हेन्सम देखेको गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईहरु सबजनाले मेरो ब्लगमा स्वागत छ नाइस है आज चाहिँ पानी खत्रै परिरहेको थियो अनि सुत्दैको निदाइ गयो अनि अहिले भर्खर उठेर मैले भिडियो बनाउँदैछु तपाईहरुको लागि अनि के कस्तो पानी तपाईहरुतिर परिरहेको होला हैन परिसक्यो होला अनि के हुँदैछ अहिले सन्चै हुनुहुन्छ होला भिडियो हेरेर च्यानललाई सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु है त्यो चाहिँ भन्न चाहन्छु त्यही हो अनि आज चाहिँ हामी दुईजना टक्क अहिले बेलुका अल्छी लागेर त्यतिकै हामी चाहिँ डुल्न यसो निक्लिएको छौँ घरबाट त्यस्तै 10 मिनेट जति हामी हिँडेर यता आइसक्यो कता भन्नुहुन्छ भने यो चाहिँ हाम्रो उता कता जाने रोड हो यो चाहिँ हाम्रो आप्रारीतिर जान्छ क्या यो रोड चाहिँ अनि हामी चाहिँ एउटै रोड हिँड्दैछौँ अहिले दुईजना अल्छी लागेर गफ गर्दै होइन अनि त्यही आजको यति नै हुनेछ तपाईँहरूलाई यसो अलिकति मनोरञ्जन होस् भनेर भिडियो बनाउँदैछु त्यही हो अब हामी यति कुरा गर्छौँ यसो डुल्छौँ होइन माइन्ड फ्रेस पनि हुन्छ अहिले ठ्याक्कै सुतेर मलाई कस्तो बोरिङ पनि भइरहेको थियो पानी परेर यस्तो हेर्दा हेर्दै होइन अनि तपाईँहरूलाई पनि एकदम बोरिङ फिल भइरहेछ भने हेर्नु होला हेरेर मनोरञ्जन गर्नु होला है अब हामी जाँदैछौँ कहाँ जान चाहिँ कहाँ आँटेको त थाहा छैन त्यत्तिकै हिँड्छौँ हामी यसो माइन्ड फ्रेस गराउनको लागि त्यही हो गाइजहरू के छ अनि कर ल पार्टी लेखिदिएर केही शब्द भनिदिनु पर्यो झप्पा लाएर आज के गरियो त झप्पा लाएर आज खोला गयो खोला गएर आएर सुत्यो त्यति हो उठेर खोला किन गएको तपाईँलाई थाहा छ खोला पौडी खेल्न मात्र होइन अर्को पनि रिजन छ त्यो चाहिँ भन्नु हुँदैन त्यो चाहिँ प्राइभेट नै राख्नुपर्छ त्यो रिजन चाहिँ खत्रै हो क्या त्यो चाहिँ खत्रै हो क्या भन्नु हुँदैन है तपाईँहरूलाई बिस्तारै थाहा भइहाल्छ भिडियोको माध्यमबाट बिस्तारै थाहा हुन्छ किन गएको खोला पौडी खेल्न हो कि माछा मार्न हो त्यो पनि उता दिमागमा आइदिरहेको होला होइन माछा मार्न हो कि पौडी खेल्न माछा मार्न हो कि पौडी खेल्न हो माछा पनि धेरै प्रकारको हुन्छ है 4 प्रकारको हुन्छ माछा मार्ने मान्छेहरू पनि क्या मैले त उयो पो सम्झना आइदिरहेको गाइसहरू माछा मार्ने उसले एउटा भन्छ नि त्यो भन्न चाहिँ भन्दिनँ होइन माछा मार्ने मान्छे त्यो हुन्छ नि एउटा त्यो हो एउटामा भन्छ नि माछा मार्ने मान्छे माछी नै भने त्यो क्या भनिन्छ हौ होइन त्यही हो गाइसहरू के कस्तो छ त हौ हो अहिले रात पर्नै लागिसकेको छ आजको बाटोहरू एकदम हिलामे छ यहाँ चाहिँ हामी के गरेर जानुपर्छ भन्ने अहिले के भन्नु हो अब बाटो त खत्रै रहेछ ल यस्तै हो पाहाडको ठाउँमा पानी परेपछि हिलामे भइहाल्छ हिलामे भएपछि हिँड्नु सकिँदैन तर हामी यस्तो अप्ठ्यारो बाटो हिँड्छौँ हामीलाई यस्तो अप्ठ्यारो बाटो हिँड्न चाहिँ मजा लाग्दिन्छ क्या यस्तो घुम्यौँ न च्याप्प लाएर यस्तो घरतिर होइन उयो दाना पनि फुल्न थालिसकेको छ हाम्रो 21-2-4 वटा अडिसकेको होला के अरे रुखतिर यसपालि च्याप्प यसको मानि 21 होला तर त्यो चाहिँ त्यहीँ छ होला मेरोमा चाहिँ रुखमै छ है 21हरू खत्रै 21 मुखे फलिरहेछ होला है 21 मुखे भयो भने चाहिँ होइन खत्रै उयो हुन्छ नि खत्रै बाँडिदिन्छु सबजनालाई होइन भदौमा थाहा भइहाल्छ सबजनालाई फुल्न थालिसकेको छ यहाँ म देखाउँछु ल हाम्रो त होइन कि हाम्रो चाहिँ उतै हाम्रो बारीमै छ होइन हो दामी हो वाउ नाइस कति हेन्सम देखेको है म वाउ नाइस कति हेन्सम देखेको केटीहरू लट्ठ मलाई देखेर होइन के हेरिदिइरहेको होला है हेन्सम केटा रहेछ क्या हेन्सम हो क्या हेन्सम देखियो है म चाहिँ हो क्या हो ल वाउ हेन्सम ए सिङ्गल हो तिमी भनेर सोधिरहेको हो नि ओ यो त सिङ्गल पो हो क्या भनेर तर हो सिङ्गल नै हो म आजको लागि यस्तै हो अलिकति दिनहरू पानी परेर बिग्रिरहेको छ त्यस्तै अनुहार पनि मेरो बिग्रिरहेको छ पानी परेर सँगसँगै उठेको सुतेर उठेको अनुहार कस्तो बिग्रिरहेको छ होला होइन तर हेन्सम देखिरहेको छ है हेन्सम
हेलो बेबी के भन्छ हेलो बेबी त्यही हो ल आइज न यहाँ अब हामी यस्तै यहाँ धेर बस्नु हुँदैन क्या हामी डुलेको डुले गर्ने हो माइन्ड फ्रेस बनाउने हो नि त पानी खाइदिन्छ अरे गाइसले पानीको प्यास लागेको त त्यही भएर त खाएको त्यही भएर त पानी खाएको भन्ने भन्छ क्या अहिले त्योभन्दा सुरुमा म भनिदिइहाल्छु वाउ नाइस यत्तिको मान्छे भेट्यो भने चाहिँ केटीहरूले बिहे गर्छन् है बोयफ्रेन्ड नभएको केटीहरूले चाहिँ त मेसेज गर्दा नि हुन्छ है साथी एकदम अलरेडी के अरे गर्लफ्रेन्ड बनाउनुको लागि तयार भएर बसिरहेको छ होइन मेसेज गर्नु होला मलाई म मिलाइदिइहाल्छु है मिलाइदिइहाल्छु तरुनीको म्यासेज आयो भने त ल है यत्तिको मान्छे पायो भने त बिहे गर्छौ होला नि त होइन यत्तिको मान्छे त के भन्छ बोयफ्रेन्ड बनाउँछौ होला नि त तिमीले यो भन्दा राम्रो मान्छे चाहिँ पाउँदैनौ है तिमीले साँच्चै कुरो अब हामी फेरि घरतिर फर्किनु पर्ने हुन्छ आजको लागि होइन त्यही हो गाइसहरू त्यहाँबाट चाहिँ होइन त्यहाँ पुग्यौँ यता वारिपारी हेऱ्यो अलिकति दिमाग चङ्गा भयो जस्तो फिल भयो होइन महसुस भयो हामीलाई अनि हामी फर्क्यौँ हामी घरतिर जाँदैछौँ त्यही हो गाइसहरू अब गाउँमा के देखाउनु तपाईँहरूलाई अब एकदम अलिक के भन्छ युनिक टाइपको केही छैन हौ मैले देखाउने कुराहरू देखाइसकेको छु युनिक नै मेरो अनुहार हो युनिक नै मेरो अनुहार हो त्यही अब त्यही हेर्नु होला अनि सब्सक्राइब गर्नु के भन्छ सब्सक्राइब गर्नुपर्ने हुन्छ है अनि सब्सक्राइब गरेन भने पनि होइन फेरि अर्को भिडियो त अनि आउन अलिक गाह्रो हुन्छ नि त ठ्याक्कै अगाडि त्यही भएर सब्सक्राइब चाहिँ ठ्याक्कै हानिहाल ल अनि त्यसपछि अर्को भिडियो पनि फेरि आइहाल्छ क्या कन्टिन्यू भिडियो आएकै गर्छ अनि तिमी हेरिराख्नु अनि त्यही हो कमेन्ट पनि ट्याक्क गरिराख्नु अब हामी त्यहाँनिर हाम्रो चाहिँ एउटा खत्रै चौतारी छ है घर मासतिर त्यहाँ पुगेर ठ्याक्कै चौतारीमा बसेर एकदम मिठो गफ होइन लट्ठै पारिदिन्छु अनि त्यसपछि त्यहाँबाट हल्का गाउँको यता सिनहरू पनि अलिअलि देखाउँछु ल अनि त्यहाँ बस्ने हुन्छ अनि इभिनिङ पनि राम्रो हुन्छ अब बिस्तारै मलाई अलिकति के भनेपछि रात पर्न थालिसकेको छ त्यत्रो धेर बोल्न पनि आउँदैन मलाई होइन गाइसहरू अनि त्यही हो हामी चौतारीमा आएर पनि बसिसकेका छौँ गाइसहरू उताबाट आउँदै अलिकति गर्मी फिल भयो जस्तो भयो म चौतारीमा आएपछि अलिकति शीतल फिल भयो होइन उता चाहिँ अलिक खत्रै थियो क्या बाटोहरू हिल्लो थियो होइन अनि त्यसमा चाहिँ हामीले हिँड्दै आयो अनि बसियो होइन अनि अहिले चाहिँ रात पर्नै लागिसकेको छ आजको दिन चाहिँ होइन अनि अब अहिले नै भ्लग अपलोड भइहाल्छ हेर्नु होला होइन आजको दिनहरू गाउँहरू यस्तो अहिले चाहिँ राति बेलुका भयो भने अलिकति यस्तो देखिरहेछ हाम्रो घर चाहिँ तल छ गाइसहरू होइन म चाहिँ अहिले चौतारीमा छु अनि त्यही हो सबजनालाई भ्लग हेरेर कमेन्ट गर्नु होला कमेन्टमा चाहिँ के गरेर लेख्नु हो भने के लेख्नु जे मलाई चाहिँ त्यही लेख्नु नराम्रो चाहिँ नलेख ल गाइसहरू केटीहरूले चाहिँ हुन्छ राम्रो लेख्दा नि हुन्छ केटीहरूले त राम्रो लेख्छन् केटीहरूको सोच राम्रै हुन्छ है यतिको दियो भने चाहिँ उयो मेसेज गर्छन् क्या केटीहरूले होइन यतिको दियो भने हुन्छ नि त टाइपको दिन पऱ्यो नि त होइन त्यही हो यो लुक्समा कतिजना फिदा भइरहेछन् भन्न मात्रै नसकेको होला म चाहिँ भन्दिनँ नि तिमीहरू आफै आएर भन्ने म भन्दिनँ मलाई अलिकति के भन्नु के लाग्छ भने नि आएर प्रपोज गर्दा हुन्छ एक्सेप्ट गरिदिइहाल्छु जतिजनाले गरे पनि
तर सुटुक सुटुक आउनु एकैचोटि आयो भने त फेरि ल्याङ हुन्छ तिमीहरू बाँच्छौ होला झगडा गर्छु झगडा गर्छु होला कपाल भुत्तालाई गर्छु होला एक एकजना सुटुक सुटुक आउने प्रपोज गर्ने एक्सेप्ट गरिदिइहाल्छु च्याटिङ गरिहाल्नुपर्छ होइन फेरि सबै एकैचोटि आयो भने त तिमीहरूको फाइट पर्न सक्छ नि त केटीहरूको होइन त्यो छुट्याउनु चाहिँ मलाई गाह्रो पर्छ क्या दुईजनाले त गाह्रो पर्छ नि 5-6जनाले बुझ्नु हुँदैन फेरि केटीहरूको झगडा चाहिँ पुरा लुच्छा लुस हुन्छ क्या कपाल कबडहरू जगाट्ने लगायतको हुन्छ क्या गाइजहरू तर कोही केटीहरू चाहिँ खतरा हुन्छ नि पुरा बक्स नि हान्ने नि छोरा मान्छे भन्दा पल्लोले भनेर ल ल ल त्यो अनि बक्सर सिकेर आऊ है पछि मलाई केही भइहाल्यो भने तिमी नै हो क्या उयो बचाउने अबे त्यसो त हुँदैन कुटेर मार्दैन है केटीहरूले अबे मार्छन् होला त्यही हो गाइजहरू आज मलाई अलिकति के अरे उयो बोर भयो फिलिङ भइरहेको थियो अनि यसो अलिक हाँसी मजा गरेपछि के भन्छ रमाइलो फिल भइसकेको छ मलाई आज चाहिँ होइन अनि त्यही हो के छ प्रस्ताव भाइ यहाँ आऊ न यहाँ आऊ न एकैछिन यहाँ आऊ न किन आज 15 दिनमा त अनि त्यो राखेको मासु र भात त 5 थाल दबायो अरे नि त अनि किन त्यत्रो खाइदिनु पाएँ भन्नेमा त्यति खायो अरे नि त बोकाको पर्छ होइन बोकाको कान गोजीभित्र हालेर भाग्दियो अरे त्यस्तो माग्दैन भन्दा मलाई हो बोकाको कान चाहिँ अलिकति लिएर आऊ ल छुट्टै भुटेर हाल्नुपर्छ यति दारूसँग थोरै ल ल भाइ उहाँबाट यसो खानेकुरा लिएर आऊ है चट्ट टाइपको बोकाको कान चाहिँ नबिर्सी थोरै मलाई नि 1 पिस यसको पर्फर्मेन्स हेरियो होला नि त गाइजहरू त्यो कमेन्ट गरौँ त बोकाको कान कुको खाने हो बोकाको रात खाने हो नि कुको खाने हो कमेन्ट गरौँ त्यो राज खाने भने के हो गाइजहरू राज खाने भने के हो कमेन्ट गर त पहिला हो हामीलाई खानै दिँदैन थियो बाबाहरूले भुट्थे होइन रात खाने क्या रातो खराएर भुट्थे अनि टगाउँदा रक्सीसँग खान्थ्यो नि हामीलाई पनि दिन्न भन्नु तिमीहरूले त खानु हुँदैन भनिदिन्थ्यो क्या फेरि चोरेर भए पनि खाइदिने म चाहिँ त्यो राज खाने भने के हो त्यो चाहिँ बबाल नै हुन्छ होला है सबभन्दा बोकाको राज खाने चाहिँ बबाल हुन्छ हल्का गनाउँछ बोका खसीको चाहिँ बबाल हुन्छ होइन अनि त्यो के हुन्छ फेरि कुखुराको कान चाहिँ यस्तो बाल हुन्छ नि गाइजहरूले खानु भएको छ कुखुराको कान माछा खुट्टा बबालै हुन्छ खाना आउनु होला यसले चाहिँ पराइ के उयो खत्रै पकाउँछ के माछाको कान कुखुराको कान माछा खुट्टाहरू टक्क लाएर दामी फ्राई हुन्छ उ त्यो मेरो घर यहाँ तल देखाइदियो त देखिँदैन र अन्त घर ट्याक्कै होइन अलिकति हल्का देखिन्छ र अनि आउनुपर्ने हुन्छ यहाँ खानु पर्ने हुन्छ खानको लागि प्लेटको त्यही 200 रुपियाँ प्लेट हो छ्याप्पा भाडामा आउ न मलाई भेट म फ्रीमै गराइदिन्छु फ्रीमै गराइदिन्छु म फेरि म ब्लगरको लागि मेरो नाम लिनुपर्छ नि फेरि मेरो नाम त थाहा छ होला नि त गाइजहरूलाई होइन यत्रो भिडियो बनाइसकेँ यत्रो भिडियो हालिसकेँ मलाई त्यति नाम थाहा भएन भने त फेरि गाह्रो हुन्छ है मासु त फेरि किनेर खानुपर्छ मासु हौ कुखुराको कान माछा खुट्टा त्यसलाई त के मासु त भनिन्छ होला नि होइन मासुमा पर्दैन मिटमा पर्छ ल आउनुपर्ने हुन्छ है ल